हामी ज्वाइँको गाडीमा कारमा घुम्न जान लाग्छौँ है गाइस। बसौँ। कारमा आज घाम लाग्यो भएर आज घुम्न हिँड्न लाग्छौँ। अब चट्ट लाएर युके भ्रमण हामीहरू। अब हामी चढ्दैछौँ है गाइस गाडीमा। पार्किङबाट बाहिर निस्किँदैछौँ। गेट पनि अटोमेटिक खुल्छ यहाँ। राइट हामी निस्क्यौँ। ल गाइस युके को मौसम आज बिन्दास छ। सोचे जस्तो छ आज दिन चाहिँ। बेलुकातिर पानी पर्ने हो कि के हो थाहा चाहिँ छैन। Hello guys, how are you? Fine? We're fine. Okay. You fine? Fine. Yeah. Congratulations. Babu, you fine? Yeah? गाइज युके यस्तो रहेछ हौ। अप्पर मुस्ताङ जस्तो छ हौ युके त। अब यहाँ रेलवे स्टेसन छ जमिन मुनि। यसैको मुनि छ हौ रेलवे स्टेसन। रेल चल्ने गुटुङ टुङ 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 टुङ। जिन्दगीमा युके घुमेर पनि दङदास परियो हो गाइज। छाडा बोल्यो अझ धेरै छिटो। ड्यान्स गाइज यो सबै मैले किनेर राखेको गाडी हो। ड्राइभरहरू छैन त्यही भएर नै सबै यहाँ पार्किङमा राखेका छन्। अब अहिले खानासाना खाएर आउँछन्। आज सन्डे सटरडे आज बिदा। त्यही भएर बिदामा बसेका छन्। लेट्स गाइस घरहरू चिटिक्का परेका। हाम्रो पूर्वतिर पश्चिमतिर भयो त ढ्याब्ली नै भन्थे। यहाँ चाहिँ घरै भन्छन् है गाइज। ढ्याब्ली यत्रै त तुलसीपुर भन्नु न। लेट्स गाइज यस्तो छ जिन्दगीमा। आज घुम्न हिँडियो है गाइज हो। यस्तै हो जिन्दगीमा। कति दिनपछि पानी रहेको। आज त दिल पनि हाँसेको छ दिन पनि हाँसेको छ गाइज। मौसम बिन्दास छ। घर पनि बिन्दास छ यहाँतिर। एउटा यस्तै घर किनेर बसिदिन्छु र अनि बल्ल झोक चले बेला ठिक होला हौ गाइज। बाटो चाहिँ दामी हो कि यहाँ। ल छोरीले काम गर्ने हस्पिटल पनि आइपुग्न लाग्यो। त्यही हस्पिटलमा बाबुलाई जचाउनलाई जान लाग्छौँ है गाइज हामीहरू। त्यस्ता बसहरू पनि चल्छ हो यहाँ त। पार्किङ गर्ने कि के गर्ने कान्छे? पार्किङ गर्ने। यसो घुमाउने। देर लाग्छ। देर लाग्छ। यता हस्पिटल देख्नु। ल हस्पिटल पनि आयो यही हो नानीले काम गर्ने हस्पिटल। भिजेको पैसा खै भन्दाखेरि काममा बस्ने चाहिँ त्यो माथिल्लो फ्लोरमा है गाइज।
त्यसले त पानीमा हाल्यो फाइन आऊ सबै आऊ भन्छ क्या आज चाहिँ हिजो जस्तो चिसो छैन हो गाइज हिजो त लास्टै चिसो थियो मिलाउन आएको खाने के होइन पोखरी पर्ने यु लाइक आइपुग्यो कामनाको हस्पिटल पनि अब हामी भित्र छिर्छौँ अनि हट तातो हुन्छ कामनाको हस्पिटल आएर दङदास परेर यहाँ हिँडी चाहिँ एकदम लेफ्ट राइट गरेर हिँडिरहेछ हाम्री साउनी यही हो कामनाको हस्पिटलको नाम ठेगाना के का गेडा आउने यस्ता यस्तो विधि फल्या यस्तो विधि ए काफल पाकेर रातै छ हो गाइज हो काफल खान आउनुहोस् युकेमा गाइज अब हामी हस्पिटलबाट फर्केको अब घरतिरको सवारी हाम्रो फिर्ती सवारी गाइज त्यो चाहिँ युकेका बुटा अहिले जाडो महिनाले नाङ्गै हुन्छ गर्मी आएपछि कपडा लगाउँछ यहाँको रुखहरूले पनि फेरि यस्तो छ हौ गाइज यहाँ त के गर्नु हौ गाइज चौर चाहिँ दामी छ कि फुटबल बाटोको छेउमा फुटबल गराउने जस्तो चौर हो चिसो भयो बाबुलाई चिसो भयो यो भ्लग हेर्ने मान्छेहरूले दङ्ग पर्दैन कति एक घर मात्रै खिचेर हाले है मान्छेले यो बाटो चाहिँ खिचिदिइहालौँ गाइज यसो अलिकति झलक देखाइदिइहालौँ है युके लन्डन जाने मेल बाटो भनेर भन्छन् है सुपर मार्केटको पार्किङभित्र छिरेमै गाइज हामी घुमेरै घुमै नसक्दो पार्किङ छ हो यो त अब बिन्दास पारा भए युकेको धरेर हेर गाइज यसमा बस्दैन त्यत्तिकै बस्यो बस त्यो त दुख्ला यता
दामी छ हौ कपडाहरू त। बाबु ल बिन्दास रमाइलो छ। कति राम्रा गुड्डी गुड्डिनीहरू छन्। हेरिरहँ जस्तो छ है। नेपालमा भए जाँड हाल्नुहुन्थ्यो घ्याम्पो। गजब गजब घ्याम्पोहरू छ। फिनिश ल जुवाना हौ कति खान्छ ओए। ए आऊ यहाँ बोतलको जुन खायो भने ल गाइज हेर जुवाना हौ। यहाँ सबै त्यस्तै छ पुरै एरियै। ओ माई गड वाउ वाउ रक्सी देखाएर त साह्रै लोभ पो लागेर आयो त हौ। ब्रान्डेड यहाँका चामल चाहिँ यस्ता हुन्छन् गाइज। विदेशी चामल होइन चामल। तेलका क्यानहरू। ल गाइज मासु कुन चाहिँ खाने हो कस्तो खाने हो यहाँ छानी रोजिकन। गाइज ससेज मासु थरीथरीका खाना है गाइज। भिडियो बनाउनु त्यति भए हुन्छ। तरकारी बजार गाइज। अङ्गुर कालो अङ्गुर सेतो अङ्गुर मसरुम ब्रोकाउली
प्याज ल साथी हरिया मकै दराम दराम पार्ने बोडी सिमी हरिया मकै के हो यो काउली जस्तो छ के हो अब बन्दाकोपी त्यो सफेद बन्द धनिया यो पनि धनिया पुदिना हरा पुदिना ओ भेन्टा त खतरा खाने यो मकैको खोया हो सानो सानो मकै तरकारी खाने होइन सुन्तला बजार कामनाले सुन्तला किन्नलाई चाहिँ काँक्रो छैन एउटा बोकन के का यस्ता डल्ला डुल्ली हुन् है यहाँ हामी घुमेर आयौँ घुमेर मार्केट घुमेर बाबुलाई वाउ बाबु घुमेर आयौँ हामी या अब आयौँ